आज चाहिँ म माघे सङ्क्रान्ति स्पेसल तिलको लड्डु बनाउँदैछु। यो चाहिँ मेरो चाइल्डहुड फेभरेट स्विट्स हो भनौँ न। माघे सङ्क्रान्तिमा चाहिँ खास चाहिँ खान्थिनँ, एउटा दुइटा खान्थेँ, अगाउँथेँ नि त किनभने धेरै आइटमहरू हुन्थ्यो अनि एउटा दुइटा खाएर नै अगाउँथ्यो। बट भोलिपल्ट चाहिँ एकदम क्रेभिङ हुन्थ्यो त्यसको, त्यही भएर धेरै क्वान्टिटीमा बनायो भने चाहिँ यो बट्टामा राखेर स्टोरेज गर्नु नि मिल्यो 10 to 12 डेजसम्म मोर नि मिल्छ होला। अलि धेरै बनायो भने यो बिग्रिँदा चाहिँ बिग्रिँदैन, हजुरले खाइराख्नु मिल्छ। यो चाहिँ हजुरले एउटा प्यान बसालेर हजुरसँग जुन तिल अभाइलेबल छ त्यो तिल मजाले भुट्नुहोस्। त्यो भुट्यो भने चाहिँ अलिक क्रन्ची फ्लेभर हुन्छ, भुटेन भने चाहिँ एकदम फ्यास कस्तो अलि नमिठो टेस्ट हुन्छ कि। अनि भुट्यो भने चाहिँ एकदम मिठो टेस्टी हुन्छ। अनि हजुरहरूले यो लड्डु बनाउनको लागि चाहिँ एउटा प्यानमा थोरै पानी एड गरेर अब चाहिँ हजुरहरूले त्यसमा भेली एड गर्नुहोस्। त्यो भेलीलाई चाहिँ मजाले चलाउनुहोस् अनि त्यो भेलीलाई चाहिँ छान्नुहोस् है। फेरि त्यसको तल चाहिँ कस्तो गिलाइएको हुन्छ, त्यो छानेर फेरि त्यही भाँडामा हालेर पकाउनुहोस्। छानेको चाहिँ मैले खिच्नु भ्याइनँ, बिर्सेछु। अनि त्यसमा चाहिँ हजुरहरूले लङ सुत्नेको धुलो एड गर्दा पनि हुन्छ। त्यसले चाहिँ टेस्टलाई इन्हान्स गर्छ एकदम, किनभने त्यसको अलिक स्ट्रङ स्मेल पनि हुन्छ कि। अनि भेलीलाई चलाएर त्यो अलिक बाक्लो हुन थालेपछि त्यो हजुरले हातमा चाहिँ तेल लाउनुपर्छ, भाँडामा पनि घिउ लाग्यो हुन्छ। अनि त्यो चाकुलाई चाहिँ त्यहाँ तिलको माथि खनाइदिनुहोस्, जति चाहिन्छ त्यति। अनि त्यसलाई चाहिँ एकदम मिक्स गरिदिनुहोस्। तातो तातो चाहिँ डल्लो पार्न अलिक गाह्रो हुन्छ, त्यही भएर पुरै मिक्स गरिदिनुहोस् त्यसलाई राम्रोसँग, भिडियोमा गरेको जस्तै। अनि त्यसपछि हातमा चाहिँ थोरै तेल लगाएर त्यो अलिअलि सेलाएपछि मात्र गोलो बनाउनु होला। त्यो एकदम तातो तातोमा हजुरहरूले ट्राई गर्नु भने हजुरको हात पनि पोल्छ, प्लस त्यो गोलो पनि भन्दैन। त्यसलाई एकछिन सेलाउनु दिनुहोस् अनि बल्ल हजुरहरूले गोलो बनाउनु स्टार्ट गर्नुहोस्। त्यो भयो भने चाहिँ एकदम राम्रो गोलो बन्छ। हामीले ब्ल्याक तिलमा गरेको प्रोसिजरहरू चाहिँ सेम चाहिँ यो व्हाइट तिलमा चाहिँ रिपिट हुने हो। त्यसमा चाहिँ भेली पगालेको भेली हालेर त्यसलाई चाहिँ एकदम मिक्स गरिदिनुहोस्। तातै चाहिँ गोलो बन्न गाह्रो हुन्छ, त्यही भएर एकछिन रेस्ट गर्न छोडेर अनि हातमा घिउ लगाएर मजाले गोलो बनाउनुहोस्। अनि यस्तो राम्रो गोलो बन्छ। एकछिन चाहिँ अलिक गाह्रो हुन्छ तातो तातो भयो भने चाहिँ। अनि त्यसपछि चाहिँ राम्रो गोलो बन्छ, हजुरहरूले भिडियोमा देख्न सक्नुहुन्छ राम्रो गोलो भएको छ। अनि यसरी हुन्छ हाम्रो लड्डु रेडी। थ्याङ्क्स फर वाचिङ।